हामीसँग छन् श्रीलङ्कन साथी। यो हामी पुगिसकेका छौँ भालु। वेलकम गाइज, धेरै पछि आइसकेको छु हामी भिडियोमा। अब यस्तो बनाइदिउँ भनेर हो। चस्मा लगाइहाल्नु। अनि चस्मा लगाऊ। अनि हामी चाहिँ अहिले गइरहेको छु यहाँबाट है टोकरो जावा पार्कमा गइरहेको छौँ। हामीसँग छन् श्रीलङ्कन साथी, श्रीलङ्कन दोस्त छन् हामीसँग। से समथिङ। नमस्कार भाइ। नमस्कार म तनुलु। हामीले अब नेपाली सिकाइसकेका छौँ हाम्रो श्रीलङ्कन साथीलाई। हामी चाहिँ अब घुम्न गइरहेछौँ। अनि अब कस्तो छ के छ अब हामी होइन तपाईँलाई त्यहाँ देखाइहाल्छौँ। हामी पार्क पुगेपछि हामी चाहिँ अहिले स्टेसन जान्छौँ, ट्रेन स्टेसन। त्यहीबाट फेरि टोकरो जावा स्टेसन, त्यहाँबाट हिँड्नुपर्छ। ल हाम्रो नजिक चाहिँ यस्तो तपाईँहरू देख्न सक्नुहुन्छ। घामसाम भयो भने चाहिँ नुहाउन सक्ने यता आएर पार्क स्विमिङ पुल देखाउनु मिल्दैन है। अनि हाम्रो यहाँ नजिकै चाहिँ एउटा पार्क पनि छ है, सानो पार्क छ। चाहिँ कोएन भन्छ है जापानिजमा। यति जापानिज टेलियन छन्, जेउजु छन्। अनि हाम्रो यहाँनिर पार्क छ सानो, यहाँनिर बच्चा बच्ची खेल्ने। अनि हामी चाहिँ अब यो पार्कको बिचबाट हुँदै स्टेसन जान्छौँ, किनभने हामीलाई छिटो हुन्छ यो बाटो गएपछि। यहाँनिर बास्केटबल खेल्ने के छ। ल हामी चाहिँ यहाँ ट्रेनबाट चढिसकेछौँ। अनि अघि भिडियो ट्रेनमा चढ्यौँ भनेर बनाउन मिलेन। हामी यहाँ पुगिसक्यौँ। हाम्रो यहाँ यस्तो राम्रो ठाउँ छ। अनि यहाँ यस्तरी छन् नि, के सोच्दैछन् हाम्रो श्रीलङ्कन साथी चाहिँ, के सोच्दैछन्? एकदम राम्रो छ। धेरै राम्रो छ। यहाँ दिपक यहाँ छन्, हामी चाहिँ यहाँ पुगिसकेछौँ। अब हामी चाहिँ यहाँबाट पार्क जान्छौँ। बाटोमा हिँड्दैछौँ। यो चाहिँ सहर हो। यस्तो दामी छ सहर। त्यो मुनि गियाका देश। यस्तो दामी छ। हामी जाँदैछौँ। यस्तो घुम्नुपर्छ। कहिले रुममा बस्ने उतो त नेपाली हो फिक्सै, त्यसबाटै चिनिन्छ। ल यहाँबाट नेपाली फरकै चिनिन्छ नि त चाहिँ, होइन? देख्न सक्नुहुन्छ दर्शकबिन तपाईँले हर्क साम्पाङ पौलाइ चाहिँ हाम्रो चन्द्रभूषण पौलाइसक्यो। चन्द्रभूषण तिमी राम्री छौ। You know what is meaning? You are very beautiful. देउजु त्यसले हामी चाहिँ यस्तो पुगिसक्यौँ। यस्तो ठुल्ठुलो बिल्डिङ छ यहाँ, के गर्नु अब बिल्डिङ भएर। त्यो टपमा मेरो घर होस् के। यिनको घर होस् रे त्यहाँ चाहिँ टपमा। भविष्यमा यहाँ बनाउने मन छ गरे। अनि दुईटा गर्लफ्रेन्ड हो, दुईटा बुढी होस्। दुईटा बुढी बनाउने मन छ गरे। ल हामी चाहिँ बाटो काट्दैछौँ गाइस। हामी चाहिँ अब पुगिसक्यौँ पार्क। यहाँ हामीसँग छन् मोलिङ्गाको भाइ चन्द्रलिङ्गा। हिँडेर धेरै थकाइ लाग्यो। हामी यहाँ पुगिसकेछौँ। अब यो पार्क हो, यहाँ बाटोमा पुगिसक्यौँ होइन। अब हिँड्दै आएको। अब हिँड्दाखेरि अब के भिडियो बनाउनु भनेर बनाएनौँ। यी चाहिँ हाम्रो मोलिङ्गाको भाइ चन्द्रलिङ्गा फ्रम श्रीलङ्का। यहाँ चाहिँ हाम्रो यो बाटो अहिले भएन, लाइट चालु भएन, ट्राफिक लाइट। नेपालमा भए त कुदी जान्थ्यो होला नि। अब हामी पनि जान्थ्यौँ, अब अरू के भन्नु होइन। यसै गर्नाले हो नेपालमा सुध्रिएको, यसै गर्नाले। ल अब हामी चाहिँ पुगिसक्यौँ गाइस। यस्तो दामी छ, यहाँ हेर्न सक्नुहुन्छ। कम दामी छ यो ठाउँ। बवाल छ बवाल। पुगिसक्यौँ। यो चाहिँ फुल हाना भन्छ। यस्तो दामी फुल छ। पहिलाको टाम्को बजाउन लान्छन्। यो फुल चाहिँ नेपालमा नि पर्याप्त मात्रामा पाइन्छ है। प्रशस्त पाइन्छ। पर्याप्त होइन, प्रशस्त पाइन्छ। दामी छ। नेपालीमा अलि म नेपाली जान्दैन क्या, म जापानिज मात्र हो। ऊ पनि भिडियोग्राफर हो, खतरा भिडियो बनाउँछ। चन्द्रसान तपाईँलाई हामी अब यहाँको धरहरा देखाउँछौँ। अनि यो केपी ओली पनि यहीँबाट इन्सपायर भएर नेपालको धरहरा पछि बना हो गरे सुन्नमा आएछ।
अब केपी ओलीले त त्यो बनायो, अब आजभोलिका नेताहरूले के गर्छन् कुन्ने। हर्क सम्पर्कले चाहिँ बनाउँछ है, हर्क सर्पङ्गले देश बनाउँछ हर्क सम्पर्कले। ढुङ्गा उठाइ ढुङ्गा बोकेर पानी पर्न लागिसक्यो यहाँ। ल हामी पुगिसक्छौँ यहाँभित्र चाहिँ यस्तो दामी है, दामी यस्तो झर्ना पनि रहेछ, यहाँ खोला छ यस्तो। सबैलाई लाग्न सक्छ यो खोला हो, तर खोला होइन, यसलाई खावा भन्छ। माथि आइसकेका छौँ, यहाँ हेर्न सक्नुहुन्छ यस्तो दामी चौर छ पाटन, यस्तो दामी छ। हामी यहाँ माथि आइसकेका छौँ, यस्तो दामी छ है, पानी परिरहेको छ यता चाहिँ। यहाँ माथि आइसकेका छौँ, दामी छ, बबाल ठाउँ छ, बबाल दामी ठाउँ छ यो चाहिँ, पानी पर्छ। हामीले यहाँ दामी भेटाइसकेका छौँ। दर्शकबिन तपाईँहरू देख्न सक्नुहुन्छ भालु कति बला यो ल्याङ्ग्वेज भ्यालु इन नेपाली है देखाउँछु म। अब पानी के गर्ने हो हामीलाई, यहाँ हेर्नुहोस् त, यो हामी पुगिसकेका छौँ त्रिभुवन इन्टरनेसनल एयरपोर्टमा पुगिसकेका छौँ। हेर्नुहोस् त, हेर्न सक्नुहुन्छ तपाईँ, हेर्नुहोस् त यहाँ पानी परिरहेछ, पानी परेर पनि त्यही पनि हामीले साथीलाई यस्तो साथीलाई घुमाउन छोडेको छैनौँ। साथीलाई आज पुरा घुमाउने जिम्मा हाम्रो थियो। साथी कहीँ घुमेको थिएनन् रे, हामीले घुमाइदिएको हो नि। हेर्न सक्नुहुन्छ, धेरै खुसी लागेको छ, धेरै खुसी लागेको छ, लाग्यो हो। ल हामी चाहिँ अब घर फर्किन लागिसक्यौँ। अब हाम्रो ब्लग यहीँ सक्छौँ होइन, ब्लग अब सब्सक्राइब धीरे सब गर्नु। अनि अब हामी नेक्स्ट भिडियोमा भेट्नेछौँ। बाई बाई, टाटा।